दर्शकबिन, हजुरहरूलाई भुन्टी सिरियल मन पर्छ भने हाम्रो च्यानेललाई सब्स्क्राइब गरेर हाम्रो च्यानेलमा जोडिनु होला। यति बेला दर्शकबिन भुन्टी सिरियलमा भने भुन्टीको बुवा आमालाई सुकुमायाले बचाइसकेको छिन्। यति बेला भने सुकुमाया गाउँ गएको थिइन् भने यति बेला भने भुन्टीको बुवा आमालाई बालकुमारी र भीमलाई ठिक पारेर यति बेला भने सुकुमायाले भुन्टीको बुवा आमालाई बचाइसकेको छिन्। दर्शकबिन अब भने भुन्टीको जित हुँदैछ र भूपेन्द्रको हार हुँदैछ। अब भने भूपेन्द्र र भुन्टीको डिभोर्स हुने पक्का भइसकेको छ भने यति बेला भूपेन्द्रको सम्पत्ति नाप्नको लागि नापीबाट गाउँमा पनि मान्छे गएका छन्। यता दर्शकबिन अहिले भूमिकाले भने धेरै नै दुःख पाइरहेको छी। भोक भोकै त्यसै गरी खाना नखाएर उसले दिनरात काम गर्नु परिरहेको छ भने अहिले भूमिकाले आफूले गरेको कर्मको फल भोगेको छी। यति बेला भने भूमिकाले भुन्टी माथि गरेको अन्याय अत्याचार सम्झिरहेको छी भने भुन्टीलाई गरेको अन्याय अत्याचार अहिले भूमिकाले सम्झेर रोइरहेको छी। दर्शकबिन यति बेला भने भूमिकाको श्रीमान त्यसै गरी सासू आमाजु सबैले दुःख दिइरहेका छन्। यति बेला भने भूमिकाले आफूले गरेको कर्मको फल भोग्नु परेको छ। यता दर्शकबिन अब भने भूपेन्द्र र भुन्टीको डिभोर्स हुँदैछ र भूपेन्द्रको आधा सम्पत्ति अब भुन्टीको नाममा जाँदैछ। यति बेला भने सबै प्रक्रियाहरू पूरा भइसकेको छ। सुकुमायाले वकिलसँग पनि कुरा गरिरहेको छिन् भने अब दर्शकबिन छिट्टै नै भूपेन्द्र र भुन्टीको डिभोर्स हुन्छ अनि त्यसपछि भूपेन्द्रको नामको आधा सम्पत्ति भुन्टीको नाममा जान्छ। हजुरहरूलाई के लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। त्यसै गरी भुन्टी सिरियल मन पर्छ भने हाम्रो च्यानेललाई